हेलो साथीहरू, हेर्नु न आजको दिन कस्तो रहेछ। आमु तातो 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 हेर्नु त है गाइस, यति साह्रो घाम त कसैकोमा पनि लागेको छैन होला गाइस। आमामा हेर्नु न साथीहरू, तातो। तपाईँहरू पनि गाइस राम्रोसँगले बस्नुहोस् है, घामले डढेर मर्छ है। हेर्नु नि साथीहरू, हिजो हामीले सबै फुलमा माटो लगाएको के कुखुराले झारिदिएर कोटाइदिएर अहिले चाहिँ मजाले राखेको छौँ हामीले। कुनै त अब कुखुरा आएन भने चाहिँ राम्रै हुन्छ होला गाइस। यहाँ यो चाहिँ यो पहेँलो फुल चाहिँ राति फुल्ने हो। हेर्नु नि कुखुराहरू पनि गरमले यता जाउँ कि उता जाउँ भइरहेछ। अनि यो चाहिँ सुर्ती फुल कति मजाले फुलेछ हेर्नु नि, आमा कस्तो दामी। आथा घामले पोल्यो घामले। यहाँ रोस यो चाहिँ गमलामा थियो, मैले भुइँमा सारिदिएको। यो पनि राम्रो आएछ हेर्नु नि, आमामा हेर्नु है। यस्तो घाम तपाईँहरूको पनि छ गाइस, आउँछ। यसलाई चाहिँ भनिन्छ टाइगर फ्लावर भनिन्छ। हेर्नु कस्तो मजाले फुलेको छ। यतिको चाहिँ गरिदिन्छ परिवारले चाहिँ फुल चाहिँ, अनि फुल राम्रो सप्रिनु दिँदैन, मारिदिइहाल्छ। यो चाहिँ खोइ कुनै पापाले कहाँबाट लिएर रोप्नु भएको दबाई हो। यो चाहिँ दबाई मजाले आएको छ। यता पनि फुल छ नि, हेर्नु नि कस्तो राम्रो छ। तर के गर्नु, कुखुराले सबै झारिदिन्छ। यो चाहिँ सानो खालको घन्टी फुल हो, सानो खालको। हेर्नु न कुखुराहरू तातो लिएर। आज चाहिँ म यो सबै गोड्नु पऱ्यो भनेर आएको। हेर्नु नि अस्ति मात्रै गोडेको, कति छिटो। हेर है घाम। यो चाहिँ फुन्चेको रुख हो, यतापट्टि चाहिँ कटुसको छ। हेर्नु है घाम, आमामा कति तातो। हेर्नु न गाइस, यहाँ के छ भने नि एकछिन है म देखाउँछु। यहाँ के रहेछ गाइस, सुतिरहेको छ। हेर्नु न कति मजाले सुतिरहेको छ। होइन चारो पनि खाइछ। हेर्नु नि कस्तो मजाले सुतेछ। यो चाहिँ पापाले सानोमा भेटेर लिएर यहाँ हामीले पालेको छौँ। हेर्नु नि मान्छे जस्तो गरेर सुतिरहेछ, कस्तो मजाले सुतिरहेछ। हेर्नुलाई कसरी उठ्दो रहेछ हेर्नु नि। हेर त्यसको काँडा। उठ्यो। अब भाग्छ है। डरले हेर। आमा हेर्नु गाइस, कुहिरो भन्ने त अलिअलि मात्रै छ हो आकाशमा। हेर्नु नि छैन। यो मकैबारी चाहिँ यो माथि नानाको हो। यो मकैबारीदेखि उँधो चाहिँ हाम्रो हो। हेर्नु नि आथा पोल्ने घाम आयो, पोल्ने मार्यो। अब चाहिँ हामी यो जङ्गलहरू सबै उखाल्ने, यत्रोहरू पनि सबै उखाल्ने। अस्ति मात्रै उखालेको, कति छिटो आएछ। हेर्नु नि कति आएछ हेर्नु त गाइस। कति उखाल्दा पनि त्यत्तिकै आउँदो रहेछ। हेर्नु न मसिनो गरेर उखाल्यो भने चाहिँ अलिक ढिलो आउँछ, नभए त हेर्नु त आमामा। यो मसिनोहरू उखाल्यो भने चाहिँ अलिक ढिलो आउँदो रहेछ, ठुलो उखाल्यो भने चाहिँ छिट्टो आइहाल्दो रहेछ। यता आउँदो सबै गोडेको। यो चाहिँ फुल हो, मैले टाढोबाट लिएर रोपेको फुल हो। हेर्नु नि यस्तो सानो उखाल्नुपर्छ, के गर्नु र गाइस। मैले चिल्लो बनाएको छ, भोलि पर्सि त्यस्तै भइहाल्छ। 3 बकेट भयो मैले भोरि बनाएर फ्याँकेको चाहिँ। अब हेर्नु यस्तो रोटीहरू सबै उखाल्नुपर्छ भने चाहिँ अलिक ढिलो आउँछ। सारसोर बनाएर चाहिँ चिल्लो बनाउनु पर्छ। हेर्नु न यिनीहरू मेरो पछि आइपुगेछ। यिनीहरू चाहिँ गनेउला खोजी खान आएको है साथीहरू गाइस। गनेउला खोजी खान आएको। यहाँ मैले गोड्दाखेरि चाहिँ गनेउला निक्लिँदो रहेछ कि। अनि हेर न लाइनले। हेर्नु न यो आकाशमा अहिले चाहिँ अलिक ढुमाइ भयो। हेर यिनीहरू आमामा छोरीले डड्डी पारेको अरे। हेर्नु न आमामा। अब चाहिँ सक्यो, घामले पनि पोल्यो। यो चाहिँ कटुसको रुख हो, सरकारी कटुस हो। यसपालि त अलिअलि मात्रै फलेको छ। माथि पनि देख्नु हुँदैछ गाइस। माथि
यहाँ तर सानो सानो दाना यसपालि चाहिँ फलेछ हेर्नु। अनि यो चाहिँ फुन्चेको रुखको फुन्चेको कति फलेको छ हेर्नु। हेर्नु जुम कति फलेको रहेछ। रहेन रहेछ यसपालि त। पोहोर त अहिले त निकै फलेको थियो, यसपालि त रहेन रहेछ। कस्तो दामी देख्दो रहेछ यार हेर्नु नै। पोहोर त साह्रो फलेको थियो, यसपालि त फलेन रहेछ एउटा पनि। खोइ मैले त देख्दिनँ त, छैन रहेछ एउटा पनि। ए यहाँ रहेछ क्या हो के हो पत्ता हो कि हो रहेछ, यहाँ रहेछ। देख्नुभयो गाइस, देखो न एउटा त फलेछ हो। खोइ अरू त छ जस्तो छैन। यत्रो नै एउटा रहेछ। अरू हेरौँ है गाइस कता छ हो। हेरौँ है हेरौँ। तल रहेछ झुन्डी रहेछ एउटा। यो चाहिँ माथि नानाहरूको मकैबारी हो। हाम्रो पनि यस्तै भएको छ अहिले। अब चाहिँ बल्ल सकेर पापाले अघि काँक्रा राखिदिनु भएको छ भन्थ्यो पुकुले। अब गएर खाने हामी। हेर्नु नै कस्तो दामी फुल। अब चाहिँ काँक्रा मजाले डल्ले खोर्सानी ल्याएर चाहिँ खाने। अबै घाम अबै। म चाहिँ नानीको पछि पछि आएको थिएँ कि तर्साइदिएको थिएँ कि तर्सेर हो। अब काँक्रा खाने हामी। यहाँ मैले काटेर पनि रेडी बनाएको छु। अब यहाँ डल्ले खोर्सानी छ, यसलाई कुटेर चाहिँ सबै रेडी भइसकेको छ। अब चाहिँ खानु मात्रै छ गाइस। डल्ले लगाएको हो बा पिरो भएर मर्ने हो। हेर्नु नि कस्तो मिठो बनाएको छ। मैले चाहिँ अब टेस्ट पनि गरेँ हो। टेस्ट गरिसकेको झन्नै सर्क्यो हो पिरोले। पिरो मिठो पनि भएछ हो। आमामा कस्तो मिठो भयो हो। मैले मिठो गरेर खाइरहेको थियो हो। मैले खायो, मिठो गरेर खायो, नानीले पनि खाँदै थियो, मिठो भयो हो। अन्त एकछिनमा आमाले कलायो हो। कलाएर चाहिँ अनि खुर्पा ल्याइदिनु नि चाङ अरे हो। अनि म नानीलाई छोडेर राखेर गयो हो। पिरो हा गर्दै गयो हो। अनि पापा तल आइपुग्नु भएको थिएछ हो। अनि स्पिड फर्केर आयो पुऱ्याइराखेर चाहिँ उहीँ डाँडामा आइपुग्दाखेरि मैले नानी रोको जस्तो सुनेँ नि त। अनि स्पिड आयो भरे त नानी बसिरहेको रहेछ। ए मम्मी आइपुग्यो अरे। अनि फेरि बसेर चाहिँ टेस्ट पनि हराएको थियो हिँड्दा हिँड्दै। गरमले झन्नै मऱ्यो। फेरि मैले खायो हो। गरम भइराम तातो भइरहेछ तर मैले पिरो नभनिकन खायो हो। मिठो त मिठो भइरहेछ, तातो भइरहेछ हो। तर पनि मैले डल्लेसँग यस्तो मिक्स गरेर खाइदिएँ कि हेर्नु डल्ले यसरी खानुपर्छ। पिरो भइरहेको छ र पनि तर खानु चाहिँ छोडेको छैन मैले। हेर्नु नै डल्ले त हो डल्ले। यस्तो पिरो भयो कि मलाई पिरो। सो मेरो भिडियो हेरिदिएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद छ।